खालको। ल कविताको शीर्षक चाहिँ तिमी आएपछि छ। म सुरु गर्छु है त। भन्दिन म उजाड मरुभूमि थिएँ, भन्दिन म उजाड मरुभूमि थिएँ अनि भर्यो हरियालीले। भन्दिन म शून्य थिएँ, अन्धकारमा थिएँ। भए सयौं पर्यो रोशनी तिमीले। म यो पनि भन्दिन म सपनाहीन थिएँ, देख्न सिकायौ तिमीले। म यो पनि भन्दिन म सपनाहीन थिएँ, देख्न सिकायौ तिमीले। म बिम्बहीन थिएँ, कविता गर्न सिकायौ तिमीले। तर यो पक्का हो मेरा खुसी साझा भएका छन्, सपना र गन्तव्य साझा भएका छन्। हुन त क्षणभङ्गुर खुसी दिन घाम छाया केसँग तुलना गरी गरौँला अर्ध र पुरा झुठा तारिफ पनि। हुन त क्षणभङ्गुर खुसी दिन घाम छाया केसँग तुलना गरी गरौँला अर्ध र पुरा झुठा तारिफ पनि। तर वास्तवमा नबिथलिकन नभइकन अवरोध। हिजो तिम्रो अनुपस्थितिमा जे थिए आज उपस्थितिमा पनि त्यही भएर, या भनौँ झनै ऊर्जा बोकेर क्रियाशील रहनु तिम्रो उपस्थितिको सुन्दर उपहार मानेकी छु। कस्तो लाग्यो त? सक्यो कविता। म त हराए कवितामा।